तेरो मनको चाह पनि यही रहेछ। किन मसँग झुट बोल्छेस्? मसँग आफ्नो मनको कुरा किन लुकाउँछेस्? तँबाटै सिक्दैछु बिस्तारै कुरा लुकाउन र झुट बोल्न। मबाट रे? मैले कहिले बोलेँ तँसँग झुट? त पहिलाको जस्तो छैनस् बसन्त। तँ यस्तो मान्छे हुँदै होइनस्। मैले सोच्थेँ त मसँग छस्। तैँले केही नभने पनि तेरो आँखा पढेर तेरो मनको कुरा सबै थाहा पाउँछु। तर त मबाट धेरै पर पुगिसकेछस्। आफूसँगै भएको मान्छेको पो जे कुरा पनि थाहा हुन्छ। आफूबाट छुट्टिएको मान्छेको केही थाहा नहुने रहेछ। के भनेको केशु? म सधैँ तैँसँग थिएँ, तैँसँग छु। हिजो सिर्जनासँग बिहे हुँदा पनि तँसँग छुट्टिन सकिने। अब त तैँसँग बिहे भएको छ, कसरी टाढा हुन्छु भन् त? कुरा नबना। तैँले मसँग धेरै कुरा लुकाउन थालेको छस्। के कुरा लुकाएँ मैले तँसँग? थोरै पारिवारिक झमेलामा फसेको मात्र हो। मेरो मनमा तँ थिइस्, तँ छेस्, तँ रहन्छेस्। झुट नबोल। मनको मान्छेलाई किन तेरो बारेमा केही थाहा हुन्न? किनकि तैँले मलाई व्यवहारमा मनको मान्छे होइन, पराई बनाइसकेछस्। सिर्जनाको पेटमा बच्चा भएको कुरा मसँग लुकाइस्। अझ मलाई केही